नमस्कार साथीहरू, आजको भिडियोमा म तपाईलाई आइपिओ बल्कमा कसरी चेक गर्ने भन्ने सिकाउन चाहिँ गइरहेको छु। सबैभन्दा पहिले तपाईहरु प्ले स्टोरमा जानुहोस् र त्यहाँ बल्क आइपिओ रिजल्ट भनेर सर्च गर्नुहोस्। त्यसपछि यहाँ सर्च गरेपछि सुरुमा नै देखिएको एप तपाईले यहाँनेर इन्स्टलमा क्लिक गर्नुहोला। अब म यो एप इन्स्टल गरेर ओपन गर्छु, गरेर तपाईहरुलाई पनि शेयर गर्छु। ओपन गरेपछि एपले नोटिफिकेसनको पर्मिसन माग्छ, त्यसलाई एलो गर्नुहोस् किनकि आइपिओ रिजल्ट आउने बित्तिकै तपाईलाई नोटिफिकेसन मार्फत जानकारी दिन्छ। अब बल्कमा चेक गर्नका लागि तपाईले आफ्नो बिओआइडी सेभ गर्नुपर्छ। त्यसको लागि तल मुनि सेभ भनेको अप्सनमा जानुहोस् र त्यहाँ क्लिक गर्नुहोला। अब यहाँ माथिनेरि मेरो शेयर एकाउन्ट भन्ने एड गर्ने अप्सन देखिन्छ, तर म सजेस्ट गर्छु कि मेरो शेयर एड नगर्नुहोला किनकि त्यति सेफ नहुन सक्छ। यसको सट्टा प्लस आइकनमा क्लिक गरेर एड बिओआइडी नम्बरमा जानुहोस्। अब यहाँ नेम र बिओआइडी नम्बर राखेर सेभ बिओआइडीमा क्लिक गर्नुहोस्। यसरी तपाईको बिओआइडी सक्सेसफुल्ली सेभ हुन्छ। यस्तै गरी तपाईको फ्यामिली मेम्बर वा जति एकाउन्ट छन् सबै एड गर्न सक्नुहुन्छ। अब चेक गर्नका लागि होम बटनमा जानुहोस्। यहाँ तपाईले सेभ गरेका सबै एकाउन्टहरू देख्न सक्नुहुन्छ। आइपिओ रिजल्ट चेक गर्नका लागि माथि रहेको कम्पनी नेममा क्लिक गरेर जुन कम्पनीको रिजल्ट हेर्न चाहनुहुन्छ त्यो सेलेक्ट गरेर यो क्याप्चे जतिवटा एकाउन्ट छ त्यतिचोटि तपाईले क्याप्चे क्लिक गरेर यहाँ भेरिफाईमा क्लिक गर्नुहोला। मैले 4 वटा एकाउन्ट एड गरेको छु, त्यही भएर 4 चोटि क्याप्चे यहाँ हालेर भेरिफाई गर्छु र 4 वटै एकाउन्टमा 0 वटा एलर्टेड देखिएको छ। यसरी तपाईहरु सजिलैसँग बल्कमा आइपिओ रिजल्ट चेक गर्न सक्नुहुन्छ। यस्तै भिडियोहरु म ल्याइराख्ने छु, त्यही भएर च्यानललाई सब्स्क्राइब गर्नुहोला र एउटा लाइक अवश्य थिच्नुहोला। धन्यवाद।